आदरणीय दर्शकवृन्द नमस्कार। म राजेश कहार। तपाईँ हेर्दै हुनुहुन्छ रुटिन अफ लुम्बिनी बन्द। आजको यस भिडियोको नयाँ अङ्कमा म तपाईलाई हार्दिक स्वागत गर्दछु। गत वर्ष आगलागीबाट धेरै ठाउँमा तपाईहरूले क्षति भएको कुरा जानकारी पाउनु भएको होला। धेरै ठाउँको श्रव्य दृश्य पनि मैले कैद गरेर तपाईहरूको माझमा साझा पनि गरेको थिएँ। गत वर्ष जस्तै अहिलेको वर्ष पनि गहुँ काट्ने अवस्थामा पुगिसकेको छ। त अहिलेको वर्ष यदि तपाईँ छवाली जलाउने क्रममा हुनुहुन्छ भने अथवा जलाउने सोचमा हुनुहुन्छ भने तपाईँ अहिलेको वर्ष छवाली नजलाउनु होला। तपाईँ छवाली जलाएपछि अरूलाई नोक्सान हुन सक्छ। वरपरका गहुँबाली नष्ट हुन सक्छ। गाउँभित्र आगो लाग्न सक्छ। गत वर्ष पनि यस्तै भएको थियो। लुम्बिनी सांस्कृतिक नगरपालिकाको भरवलियामा पनि आगो लाग्यो। कपिलवस्तुको विभिन्न ठाउँमा आगो लाग्यो। लुम्बिनी सांस्कृतिक नगरपालिकाकै महुवारीतिर पनि आगो लाग्यो। यानि कि करोडौँको क्षति भयो, जुन क्षतिलाई हामीले कहिले पनि नजरअन्दाज गर्न सक्दैनौँ। त्यसकारण अहिलेको वर्ष त्यस्तो क्षति नहुन दिनका लागि तपाईँ हामी सचेत हुनु जरुरी छ। अहिलेको वर्ष छवाली नजलाउनु होला, आगो नलगाउनु होला। यदि तपाईले आगो लगाएको हो भन्ने कुरा स्थानीय सरकारले थाहा पायो भने तपाईलाई निकै ठुलो हरिजाना जरिमाना तिर्नुपर्नेछ। खासमा खेतमा भएको छवाली पराली जलाउने नै होइन। यदि तपाईँ खेतमा भएको पराली छवाली जलाउँदै हुनुहुन्छ भने तपाईले आफ्नो जग्गाको माटो, आफ्नो जमिनको माटोको उर्वरा शक्तिलाई तपाईले कमजोर गर्दै हुनुहुन्छ। तपाईले आफ्नो भविष्यलाई अन्धकारमा गर्दै हुनुहुन्छ। किनभने त्यसभित्र भएका परजीवी जसले चाहिँ हाम्रो उर्वरा शक्तिलाई मजबुत बनाउँछ, जस्तै गड्यौलाको अन्डा सबै तपाईले आगो लगाइसकेपछि त्यो हिट भएर सबै ती चाहिँ गड्यौलाका अंशहरू मरिसकेको हुन्छ। पहिला पहिला तपाईँ हामीलाई थाहै छ, हामीले चाहिँ ट्र्याक्टरले जोते पनि हामीले कोदालोले हामी गोड्ने गर्दथ्यौँ। त्यो क्रममा कति गड्यौलाहरू कट्थे हामीले देख्थ्यौँ, कति गड्यौलाहरू कट्थे मर्थे। अहिले यदि तपाईँ आफ्नो खेतको कुनामा गएर एकचोटि तपाईले चाहिँ कोदालो हान्नुस् र माटो निकालेर तपाईले हेर्नुस्, तपाईले त्यसमा एउटा पनि गड्यौलाको अंश देख्नु हुने छैन। आखिर त्यो किन भएको छ त तपाईँ हामी बुझ्नु जरुरी छ। त्यसकारण आगलागी अहिलेको वर्ष नहुन दिनका लागि यस्ता काम, यस्ता क्रियाकलापहरू तपाईहरू नगर्नु होला र अरूलाई पनि नगर्न प्रेरित गर्नु होला। सँगै तपाईले आफ्नो घरमा लाइटर, सलाई जस्ता चीजहरू सासाना बाबु नानीहरूको पहुँचबाट टाढा राख्नु होला। सँगै यो भिडियोलाई पनि सेयर गर्नु होला कि ताकि यो भिडियोको माध्यमबाट अरूलाई पनि यो सन्देश थाहा होस्। विशेष गरी अब तपाईँ हामी सचेत हुनु जरुरी छ। त आजको यो भिडियो यति नै र सक्दो तपाईले यो भिडियोलाई सेयर गर्नुहुन्छ भन्ने मैले आशा लिएको छु। हवस् त, धन्यवाद।